अगर कसैलाई त्यो झिल्ली मिल्छ भने त्यसमा 1 लाख छ। हामी माछा मार्न पचकडी त फाइनली मैले यो वाला किनिहालेँ। हेर्नु नि कति ब्लेडहरू बालहरू। वेलकम ब्याक मेरो न्यू भिडियोमा तपाईहरुलाई स्वागत छ। आजको भिडियोमा बिकमिङ अ मिलेनियर डे 2 बिकमिङ अ मिलेनियर इटली दी म्यार। ओके त आजको बिहान बिहान सुरुवात हुन्छ हाम्रो दोकानबाट। 2 प्लेट चाउमिन बिक्रीमा ठक्राक्कै भइगयो। मैले बनाएर दिएँ, 2 जना ग्राहक आउनुभएको थियो। त्यसैले दोकान सकान सब ओपनिङ गरेर झाडु पोछा लगाएर एनिथिङ इज क्लियर। ओके हिजो पूजा थियो। बिकमिङ अ टुडे भन्नाले पनि 3 डे भनौँ नि, किनभने हिजो अस्तिबाट मैले च्यालेन्ज राखेको थिएँ नि त। हिजो मैले हालेन भिडियो, त्यहीबाट मैले अस्तिबाट च्यालेन्ज राखेको थिएँ नि त। यही त आज हो 3 डे बिकमिङ अ मिलेनियर। नै बिलिनियर भनौँ नि, ठुलो सोच राखौँ, किन मिलेनियर राख्ने होइन। ओके त हिजो सेलरोटी बनाएको थिएँ, सेलरोटी खाँदै हो। अब के भनौँ, You never sacrifice। त्यहाँ पुरै कचरा खान त्यसलाई साफ गरौँ है। क्यामेरा क्वालिटी कस्तो हो, बेस्ट छ नि। हातमा लगिसक्यो मेरो ग्लाभ्स। त्यसपछि म यहाँ कट्टा गर्छु, गन्काइदिन्छु। जाडो पनि यस्तो बढे यार, क्या बताऊँ मैं। You never sacrifice, you check the man after. You are the back of the side, I'm feeling you know the birds in away, I will. आगो पनि लगाइयो हजार ल म आज अझै इन्डिया जान लाग्यो। इन्डिया हिजोको भिडियोमा मेरो इन्डियामै काम हुन्छ धेरै त, किनभने सामान हामी त्यहीँबाट ल्याउँछौँ प्रायः जसो। अब त्यहाँ घरमा सुरट भन्नुभयो, सुरट। ओके अब हामी यो मसला बनाउँछौँ। यो मसलामा धेरै इन्ग्रेडियन्ट हालेँ हम। अब त्यो के हालेँ भन्दाखेरि धेरै हालेँ। अब प्राय याद भएको मलाई लौंग, पछि सुकमेल, जिरा, पछि यसलाई के भन्छ नि यार, यो खाना खाएपछि मिठाई र यो खान्छ नि त बास्ना आउनको लागि यस्तै। त्यो पछि खोर्सानी जिरा भइगयो। पछि फेरि यो काठ जस्तो क्या हो यो हाल्यौँ। पछि तेजपत्ता पनि हाल्नु छ। तेजपत्ता कहाँ छ भन्दाखेरि त्यो घरै होला, तेजपत्ता घरै घर घर लिएर आउँछु म। अब अग्नि आग बालेको त्यहाँ बलिरह है, हरेक डिटेल बताउन पर्छ है। ओके त मिक्सर पनि मैले ल्याइसकेँ। अब फर्स्ट सुरु यसलाई हामीले यसमा हाल्नुभन्दा अगाडि यसलाई के गर्नुपर्छ भने फ्राई गर्नुपर्छ। यसलाई यो डेक्चीमा फ्राई गर्नुपर्छ। अहिले चाउमिन रहेछ निकालौँ। अब यसमा अलिकति तेल हालेर चटपटा, ज्यादा होइन। मलाई अब उतो पनि चाहियो त्यो तेजपत्ता। ओके तो तेजपत्ता ये रहा। इतना सारा नहीं डालने का, कितना डालने का वो सानो आगो चाहिन्छ। जिरा अलिकति यस्तो भए पनि बास्ना आउँछ। यो मैले युट्युबमा हेरेको, मेरो मसला भनेर सर्च गरेको। मेरो दोकानमा छ 20-30 हजारको आइटम छ। मेरो दोकानमा छ 40-50 हजारको सामान। मेरो दोकानमा छ 40-50 हजारको सामान। मेरो दोकानमा छ 40-50 हजारको सामान। मेरो दोकानमा छ 40-50 हजारको सामान।
तेरो ताईको बोडी देखे बनी चल्छ सलमान खान। यो ड्राई मैंगो आमचुर आमचुर भन्ने चिजमा हाल्छु। अहिले अलिकति सेन्टर फ्रुट ल्याउँछ। फेरि यो कश्मीरवाला पनि हाल्छु। मलाई त केही पनि थाहा छैन कि अनलाइनदेखि डाउनलोड गरेँ भिडियो। फेरि त्यहाँ भैयाले देखाएँ, भैया जी ये बोलाए ये दे दो भन्ने भक्कल हालिदियो। अब वाला ढक्कन लगाएर अझै 2 मिनट मजाले धुलो हुने गरी पिस्छु। अब यसलाई लालम लाल गर्नको लागि अब धुलो खोर्सानी एड हुन्छ। अब ओके, त मैले अहिले भर्खरै यो पिसेर यो डब्बामा हाल्न लागेँ। यो डब्बामा हाल्न लागेको थिएँ, तर मलाई याद आयो कि यो पनि हाल्नुपर्छ यसमा। यो चाहिँ के हो थाहा छैन, यो एड थियो हालिदिनु भने मैले यसमा। के चाहियो बाबु? बिस्कुट के? दुईटा बिस्कुट। अघि कहाँ थियो भन्दाखेरि यो के हो भन्ने मलाई पनि थाहा छैन। यो बेसन हो कि मैदा हो यार, ट्राई गरौँ कस्तो रहेछ। मैदा जस्तो है। चलो इसमें हाल्दिउँ। ओके, त फाइनल्ली रेडी भइसक्यो धुलो हाम्रो म्यागी मसाला। यसमा त धेरै कुरा मिसिङ छन्, तर हुन्छ नि अलिकति स्वादको लागि। चटपट र केमा बिक्री हुन्छ भन्दाखेरि चटपटमा झोल चाउमिन हुन्छ, झोल थुक्का, त्यसमा हाल्दा अलि स्वाद आउँछ। तो फाइनल्ली म इन्डिया हिँडेको होला लङ टाइमको लागि होइन, दोकानको सामान ल्याउनको लागि, जो म डेली भन्नाले पनि कहिले कहिले गरिरहेको छु। उसको ब्याक साइडमा जाने हो 2,000-1500 जति सामान छ होला। त्यसपछि ल्याएर हाल्ने हो। नेपाली पुलिस र इन्डियन पुलिसलाई मैले अनुमति लिइहालेँ। अब अनुमति लिएर जानुपर्छ, नत्र अहिले किससे पूछ के लिया था। इन्डियन पुलिसले भन्छ, नेपाली पुलिसले ए भाइ पैसा निकाल, पैसा 5-10 रुपियाँ देऊ जाऊ। बाटो हेर्नु, बाटो यस्तो बाटो हो न, यताबाट आतङ्कवादी यताबाट आतङ्कवादी आयो नि यार। हाम्रो त लाग्दैन कहाँ जाने। एउटा बाटो पनि यस्तो मधुरो एउटै हो कि सानो हो। जति ठोकियो जति लुटपाट भयो। यहाँ त लुटपाट त भइरहेको छ है। यहाँ इन्डियन भन्नाले पनि नेपालीले भ्याटेहरू कहाँ आएर यताउताको तानिदिन्छन्। एकचोटि हाम्रै भन्नाले पनि हाम्रै नेपालीले तानेको थियो एउटा आन्टीको, सुन टल्केको थियो। यहाँ यस्तोमा त सुन ल्याएर पनि आउनुहुन्न कि, किनभने भैयाहरूलाई देखाउने होइन, घरमै राख्नुपर्छ। यो साइकलको ब्रेक भने अलिक निस्केको थियो। यो रसी बानी हो नि त, यो तलबाट यस्तो तल झर्छ क्या। फेरि यहाँबाट ब्रेक पनि छैन। यो अब पहिला जस्तो साइकल बनाउँछु। त्यो सामानहरू म प्याकिङ गर्दै गर्छु। भैयाले बनाइन्छ, बनाउने मैले होइन। तबसम्म म दोकानको सामान लिन जान्छु। भैयाको पनि दोकान यही हो। सामान पनि धेरै होइन, 2, 3, 4, 5 आइटम छन्। त्यही लिन जान्छु। हाम्रो सरलाई डिस्काउन्टमा दिनुहुन्छ किनभने अनुरोध राख्नेछौँ। यसमा माइक नहीं होता ना, माइक तो नहीं होता, माइक तो लेना पड़ेगा। हम सोच रहे हैं कि बहुत दूसरा का देख लिया, खुद ही बना लेते हैं। बढ़िया है हाँ?
मैले फाइनल्ली सेल्फी स्टिक किनिहालेँ भन्नाले पनि अझै डिस्काउन्ट गर्न बाँकी हो। त फाइनली मैले यो वाला किनिहालेँ। यसको रेट त नभन, मैले फेरि घर गएर भिडियो हेर्ला फेरि हाल्ला नि फेरि यार। यो अब मैले किनेँ महँगो थियो यार। अब यसले अब मलाई यो पैसा वसुल गर्नु हो। यसको यो पैसा यो किनेर मात्रै भएन, अब यसको युज गर्नु हो। ल भन्ने ठोकिदिन्थ्यो यार। यससँगै एउटा ब्लुटुथ वाला हो। यो ब्लुटुथ यहाँबाट यस्तो चाहिँ कहाँ हुन्थ्यो रे, हामी ब्लुटुथ यस्तो दाब्यो भने यो फोटो खिच्छ, भिडियो गर्छ। टेक्नोलोजी या अर्को वाला के खोजेको थियो सस्तो वाला लिड वाला, तर त्यो कहीँ पनि पाइएन यार। मलाई यसको फेरि ब्याट्री सकियो भने फेरि अझै गयो, फेरि अझै सेल हाल्न आउनु पऱ्यो। ओके, त मैले सामान पनि किनिसकेँ हाम्रो भैया ठाउँबाट, दोकानबाट। अब कट्टा कहाँ गयो यार? कट्टा हाँ, कट्टा हमारा इधर, कट्टा ये रहा। भैया ये भी डाल दो, ये कुरकुरे कितना डाल दो? एक अंडा भी खरीदना है, पैसा नहीं। अब मैं अंडा लेना, आप अंडा भैया जी, मुझे अंडा चाहिए, अंडा। हाँ, आपका नहीं, कुकरा का। अब यो अंडा भैयाबाट लिन्छौँ। नेपालमा कति छ थाहा? आई थिङ्क समथिङ 400-500 सम्म होला, तर यहाँ कति छ? 300। फेरि वहाँ गएर हामी बेच्ने फेरि त्यही नै हो। उमालेको 20 रुपियाँ, काँचो 15 रुपियाँ। हाँ भाई, क्या बोले थे आप? आपको हम एक डील करना था। हाँ भाई बोलो। आपको ना मुझे 2 क्रेडिट चाहिए। 1 क्रेडिट के लिए पैसा नहीं है, हो जाएगा? हो जाएगा ना? हाँ हाँ। यहाँ सबूत था, सबूत छ यहाँ। ल आइफोन कसरी हुन्छ? त्यस्तरी मेरो हुँदैन, यो एउटा एप हो कि त्यसैले गर्दा। दीजिए भैया जी मुझे अंडा, आपका नहीं है। जस्तै पछाडिको लियो भने के गर्नुपर्छ? पछाडिको लियो भने पछाडिको लिनको लागि त म पछाडिको क्यामेरा अन गर्थेँ, यस्तै देखाइदिन्छु। भैया अलिकति नेपाली हुनुहुन्छ, अलि अट्र्याक्ट हुन लानुभयो मतिर, अट्र्याक्ट। मुझे 2 क्रेट। हाँ, मुझे देखना पड़ेगा। नहीं कहाँ भागूंगा मैं। ये यहाँ पर 1 किलो पन्नी देना। 1 किलो का आप 1 क्रेट अंडा ले जाओ, मैं दे दूंगा उधार नहीं है ना? पापा ने वीडियो बनाउनु, छोटो छोटो बनाउनु। अँ, छोटो छोटो बनाउनु। ए अंडा देखाउँ त अंडा। ये हेर्नु यहाँ अंडा पनि ठुल्ठुला सानो आएनन् फेरि। अस्ति त सानो थिएन, अस्ति चाहिँ धेरै सानो सानो थियो। अँ, रेट पनि त्यही त होला न? त्यही त डराएको धेरै फुटेको, घाटा खायो धेरै। ए हिजो आएको यो यति धेरै अंडा यहाँसम्म थियो। यहाँ एउटा अंडा अंडा कसरी हो? 370 हो। गोपी कसरी हो? यस्तो ठाडो रा हुँदैन, ठाडो रा ठाडो भन्नाले सिधा यस्तो यो चाहिँ ठाडो। कस्तो यस्तो भन्नुभयो? यो चाहिँ माथिपट्टि, यो माथिपट्टि नै त्यस्तो हुँदैन, बरु यो यस्तो हुँदो रहेछ। कसरी लिने हो अंडा त्यहाँ हालेर? इन्डियाबाट सामान ल्याइ पनि सकियो। हेर्नुहोस् त, हस् उहाँ हुनुहुन्छ। यहाँ सब हमारा छिमेकीहरू। हाँ, हम इंडिया से बसे सामान लेके आते हैं और इधर नेपाल में महंगो महंगो में बेचते हैं। हाम्रो यहाँ दाइ पनि भेटिनु भयो। उहाँको दाइ पनि चाउमिन बेच्नुहुन्छ, चाउमिन चाउमिन मोमो। हजुर ए तिनी दिदीहरू छन्, दिदीहरू त झन् राम्रा हुन्छ। तिनी
अन्त राम्रो खान्छ त च्यान्चो भयो के गर्ने एउटा कोन के ल्याउनु भयो तपाईँले ओके त फाइनल्ली घर पुग्यो यो 400 हो 700 800 पर्छ यसलाई कहाँ सस्तो गयो 400 को मात्रै हो कता हैन 400 400 को मेरो मम्मीको पैसा सकियो यता देखाउन हेलो गाइस पैसा लुकाएर के चोर हो यो हैन भारे अब यो किन्न त किनियो अब यसको काममा ल्याउनु पर्छ यसलाई काममा This is my new video and today I am discussing about how to become a billionaire. I am teach you this video billionaire relative information. First of all, how do you directly reach? You sell your home and you have a property, your home, and you sell this home, your home, and then you directly reach. This is the rule number 1. And rule number 2 is you have no any money, you just sell you buy lot of iPhone. सही हो नि त यो तर यो किनेर फाइदा पनि छैन किनभने एउटा माइक त हुनु पर्छ ओके त अब हामी टेनिसको रियाक्सन हेर्छौँ है टेनिसको बस बातों में रह गए जबानी की सारे फोटो खिच्छ फोटो पुग्दो त फुल गर्नुभयो सेल सकिन्छ अरे मुला सेल सकिन्छ अरे मैले सेल दाब्दै अब चार्ज हुनु अरे चार्जर एउटा अब ग्यारेजहरू मात्रै सानो लगाउँछु ल त्यस्तो लगायो कति पर्यो यसलाई कति आइपुग्नेमा कति भन्नु थाहा छैन कति 550 हुन थियो तर 400 मैले अझै ल्याउनु हुन्छ क्या त नदिला हो पैसा नआउँदा मैले स्टिम होला त यहाँ यहाँ पट्टा खोल्यो भने अडिन्छ अरे सिधा हालिदिनु खै खै देखाउँ भिडियो बनाउनु त भिडियो त बनाऊ त बाटो खै कति देखिँदो पुरा वाल देखिन्छ लट्ठी देखिँदो रहेछ किन यार लट्ठी देखिन रहेछ त देखिन्न ल लट्ठी देखिन रहेछ देखिन्न कि यसको एंगल यस्तो एंगल मिलाउनु मात्र रहेछ त बल रहेछ त यार तर अलि मूर्ख म मिलाइन्छ एंगल त मिलाएन होला होला अझै यति मात्र देखियो यति मात्रै सल गर्ने होला होला वेलकम ब्याक मेरो न्यू भिडियोमा आज स्वागत छ आज हामी यसको अनबक्सिङ गर्नेवाला छौँ यसको भित्र के छ आज हेर्नेवाला छौँ आज हेर्नेवाला छौँ नेपाली भाषा याद बड़ा कंफ्यूजिंग आज हम देखेंगे कि इसके अंदर क्या है ये लट्ठी अब हामी जल्लाको पचकडी हिजो पूजा थियो नि त त्यही हेर्दा फुलहरू बचे थिए त्यही त्यहाँ बगाउन सेलाउन भन्छन् बुवा र म जाने हो बाइकमा के बस्नु बुवा अब A few inches later. ओके त फाइनल्ली हामी पुगिसक्यौँ पचकडी पानी गन्दा नगर्नु पानी गन्दा गर्नेमा मान्छेहरूको हात हुन्छ भन्छन् त्यसमा म पनि पर्छु ओ माय गॉड पानी फाल्ने बुवा बैक साइड
कस्तो कालो कालो देखा। आज हामी माछा मार्न आएको पचकडी। हेर्नु नि कति फोर ब्लेडहरू बालहरू यहाँ बाल पनि मुन्निन्छन्। बुवा बाल काट्छन् कस्तो गन्न हान हजुर कस्तो गन्न हान तल गन्न लाग्यो नि ओ माई गॉड यार मान्छे पनि त पोल्छ नि काम आयो। अब बुवाले यहाँ फाल्न लाग्नु भएछ पानीमा विसर्जन। ल कसरी फाल्ने म नि आउँ ओ माई गॉड यसरी फाल्यो भने त पानी गन्दा हुन्छ त। अब हाम्रो सब दुस कप्ट झप्ट सब अब यस पानीमा बगेर जान्छ भन्ने मान्यता है। माछा मार्न लाग्यो यो पानी अब भारतमा जान्छ। भारत हुँदै भारतको समुद्रमा जान्छ। ल यो सब फोरहरू एउटा कट्ठा हुन्छन् होला कट्ठा छेउछेउ भयो भने बुवा नसुनु त्यो हाम्रो ए त्यो हाम्रो झिल्ली। अगर कसैलाई त्यो झिल्ली मिल्छ भने त्यसमा 1 लाख छ समात्न जानु होला भन्ने गरी 1 लाख भइदियो अस्ति को फाल्थ्यो। गए तर झिल्ली कता आयो झिल्ली उता झिल्ली सब पानी उता गइरहन। तो फाइनली हामीले विसर्जन पनि गरिसक्यौँ। अब रिटर्न घर जाने। पिकनिक खाना आउँछन् कि बुवा यहाँ के गर्न आउँछन्? पिकनिक खाना आउँछन् यहाँ? पिकनिक त को खाला यहाँ मान्छे जलाउँछ यो चाहिँ बस्ने होला हाम्रो सुपर स्प्लेन्डर। A few moments later. ओके त फाइनल्ली अस्ति बगाएर आइयो घर। सफरमा बाटोहरू देखाउन सकिएन किनभने मोबाइल छ नि त मसँग अर्को गोप्रो त छैन त्यसैले सिधै वहाँ र यहाँ कपडा धुन्छु बरु कपडा टन्ने छन् मेरा। This is the knife. काटेर फिनिस्ड अब बनाउने। चालीस को यति हो। म एउटा स्याम्पल ट्राई गर्छु। अब हामी चटपट बनाएर खान्छौँ। अघि मैले मसला बनाएको थिएँ त त्यही मसला ट्राई गरेर। प्याज गोभी यताउताको इन्ग्रिडियन्ट
इन्ग्रिडियन्ट सब हालिसकेँ। अब मैले बनाएको थिएँ नि एउटा धुलोवाला पाउडर। चना छैन न त चना हाले पनि झनै मजा आउँथ्यो। त्यो चटपट अफकोर्स सबलाई खाने होला। यो त हाल्नै भुलिहालेँ, लास्टमा यस्तो धुलो धुलो बनाएर हाले पनि मिठो हुन्थ्यो। अब त्यो पनि लास्टमा अलिअलि हाल्छु।